चिसो हावा चल्दा शीतल हुन्छ क्या धम्ला आउँदो रहेछ अनि यहाँनिर मिसिँदो रहेछ कि यहाँ मिसेर अनि यता एकजना मात्रै चढ्दैछ नि लास्टको त्यो पुरा गरम भइरहेको छ होइन पुरा गर्मी भइरहेको छ अहिले चाहिँ तर हावा चिसो हावा चल्दा शीतल हुन्छ कि त्रिशुली होइन बुढी गण्डकी पारी जाने ए ओह्रालो ए रोड हो ए कच्ची रोड ओके आएको रोडमा पुग्छ होला त्यसो भए यो चाहिँ गोर्खा यता वारी गोर्खा उता पारी धादिङ हामी दोलखाबाट अब चाहिँ यता लाग्यो उता रोड गयो भने धेरै लङ बाटो घुम्नुपर्छ अरे यताबाट सर्टकट झर्ने बाटो छ अरे होइन यताबाट सर्टकट झरेर ट्याक्क लाएर ट्याक्क बगेर त्रिशुलीमा झरेछ गण्डकी बगेर त्रिशुलीमा झरेछ लौ हेर कान्छी नानी मेरो मायामा परेछ हामी आएको फुल यो त्रिशुली हामी चाहिँ यताबाट हिँड्दैछौँ टक्क लाएर ट्याक्क लाएर ट्याक्क पारितिर गाडी पोखरा जाने हाइवे रहेछ कि यो चाहिँ यो त होइन उता पारी अब भनेको चाहिँ रोडमा आइपुग्यो अम्बो रोड त बबाल रहेछ रोड दामी नै रहेछ रोड हुन्छ त्यो बाटो हुँदै जानुपर्छ अब उता परौटामा ट्याक्क स्कुटी आयो यहाँबाट पुलको हेर्ने पुल चाहिँ यो क्या पुल चाहिँ त्यो यता चाहिँ भिडियोहरू हिँडिरहेको छौँ पारी वारी बिचैमा पुल त्रिशुली बगेर गण्डकीमा मिसेछ गण्डकी बगेर त्रिशुलीमा मिसेछ टक्क पोखरा जान्छ यता क्या यताबाट चाहिँ पोखरा जाने यो पारिपट्टि चाहिँ धादिङ यो चाहिँ पोखरा जाने बाटो यता वारी चाहिँ यो चाहिँ गोर्खा पर्दो रहेछ कि यता वारी चाहिँ गोर्खा जिल्ला पर्छ र होइन उयो पुलभन्दा पारी चाहिँ धादिङ त्रिशुली बगेर ऱ्यापिङ पनि गर्दो रहेछ नि उता पर ऱ्यापिङ गर्दा रहेछ होइन भन्दाखेरि चाहिँ हामी उयो गएको ठाउँ आइपुग्यो क्या यहीँबाट छुटेको होइन हामी यहीँबाट छुटेको भ्लग बनाएको क्या हो भन्दा थियो गाडीबाट भने क्या यही बाटो हामी चाहिँ यहीँ गएको यताबाट आएको होइन अनि यहाँबाट उता गएको अनि अहिले चाहिँ यताबाट यता माथिबाट घुम्दै आएको होइन
यहाँ गण्डकी प्रदेश कार्यालय पोखरा कास्की समाप्त अरेको यहाँ चाहिँ ऱ्याफ्टिङ गरेको हेर्ने गाइस हेर्ने ऱ्याफ्टिङ गरेको यहाँनिर ऱ्याफ्टिङ ओ ऱ्याफ्टिङ गरेको हेर्ने हो गाइस हेर्ने हो हेलो नमस्ते नमस्ते गर्छ हैन नमस्ते भन्दै क्या अब यता ल भाइ ओके मेरो त आइरहेन मेरो पा ल भाइ भनिदियो नि ऊ त छाँगातिर चाहिँ कस्तो उपाय छ होला है हल्का हेरौँ त्यहाँसम्म एकछिन यहाँ छाँगामा पुगेछ न अन्जम छाँगामा गएको हेरौँ न छाँगामा कति गर्दो त्यो खै कान्छ अरे त्यो एकजना मात्रै भएको छ तिनीहरू चाहिँ छालकोमा खेल्दो रहेछ क्या छालकोमा खेल्न चाहिँ मजा आउँदो रहेछ क्या हो यहीँनिर छाँगामा उफ्रिरहेको छ एउटा चाहिँ ल मलाई त छोडिदिएर हिँडेछन् भने उनीहरू दुईवटा त यहाँ पुगेछन् यहाँ आइयो होइन पुल चाहिँ पुल कट्टो क्या पोखरा जाने पोखरा जाने रोड दिदीहरू माथि पुग्नु भएछ तिम्रो माया लौ मलाई रक्सी झै चढेछ दिदीहरू माथि पुग्नु भएछ यहाँ पनि होटल रहेछ मेरो एयरपोर्टको ब्याट्री लो भयो यार हामी पुगेको उता क्या उतानिर यहाँनिर रहेछ महादेव त्यहाँ रहेछन् होइन त्रिशुली यहाँ घर आइयो अरूको बाटो आइयो बजारमा आइपुग्यो बजार मासु खाने मासु बजार आइयो बजार बजार आइपुग्यो हामी चाहिँ अलि पल्लोपट्टि 2 मिनट जति पल्लोपट्टि होटलमा पुग्नु पर्ने हुन्छ यहाँनिर के किनाएको यहाँनिर के किनेर होइन को हिँड्ने अब चाहिँ होइन टक्क यहाँ कस्मेटिकबाट दिलले पुग्नु भयो मैले सपिङ गरेको यो चाहिँ मैले एउटा लेमन टुक एउटा लेमन टुक मैले अन्त उनीहरूले यो स्याम्पूहरू के बोक्यो होइन
स्याम्पूहरू के बोक्यो हिँड्यौँ हामी चाहिँ पोखरा जाने यता चाहिँ पोखरा जाने यता काठमाडौँ जाने रेनी घाटैमा तिम्रो मेरो माया बस्यो साथैमा अक्सिले चढेछ टाक 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 अरू चौकी रहेछ यहाँ चाहिँ होइन यहाँनिर पर्छ है यता बजार यो हाइवे रेनी घाटैमा एयरपोर्टमा चार्ज सकिएर कुन्टिङ गरेर आउनु भएको छ अब टक्क गएर एयरपोर्टमा चार्ज गरिन्छ मिस्टर झोले मिस्टर झोले खाएर भएछ खोले मिस्टर झोले खाएर भएछ कोले मिस्टर झोले खाएर भएछ खोले दिदीहरूको होटल आइपुग्यो क्विक स्टप रेस्टुरेन्ट आयो होटल आयो होटल आयो होटल आयो क्विक स्टप रेस्टुरेन्ट एन्ड हाउसमा आइयो भन्ने हामीलाई लागिरहेको छ कुखुरा पनि पाल्नु भएको रहेछ बाख्रा बोका पनि पाल्नु भएको रहेछ तर अर्कै मान्छेको क्विक स्टप रेस्टुरेन्ट क्विक स्टप रेस्टुरेन्टमा पसियो एन्ड लज हाउस कहाँ गयो त्यो यहीँ रहेछ होइन बच्चा उतारिको Perfect. खालि मात्रै क्यामेरामा नहेर्छन् अब यता हेर्नु ए चार्जर झिक्न नि दिएको थियो मेरो एयरपोर्ट चार्जर गऱ्यो टोलमा आइपुग्यो हामी चाहिँ यहाँ यो कुन चाहिँ हो ए त्रिशुली हो बुढी गण्डकी हो बुढी गण्डकी चाहिँ क्या सफा हुन्छ चाहिँ त्रिशुली चाहिँ हल्का धम्ने आउँदो रहेछ अनि यहाँनिर मिसिँदो रहेछ क्या यहाँ मिसेर अनि यता जाँदो रहेछ त्रिशुली बगेर गण्डकीमा मिसेछ म कालो देखियो त्रिशुली बगेर मेरो कपाल गाइज कमेन्ट गर्नु